गायिका रेणुका भट्टराईको विवाह हुँदै पछिल्लो समयकी चर्चित लोकप्रिय लोकदोहोरी गायिका रेणुका भट्टराई विवाहको तयारीमा रहेकी छन्। उनी आउँदो यही वैशाख 5 गते लगानगाँठोमा बाँधिन लागेकी हुन्। विशेष गरी लाइभ दोहोरी मार्फत दर्शकमाझ परिचित भएकी भट्टराईले छोटो समयमै नेपाली लोक सङ्गीतको क्षेत्रलाई नयाँ उचाइमा पुर्याएकी छन्। यति बेला सामाजिक सञ्जालमा उनको विवाहको व्यापक चर्चा चलिरहेको छ। उनले खुलाएकी छन्, लामो समयदेखिको प्रेम सम्बन्धलाई हामीले विवाहमा परिणत गर्न लागेका हौँ। विशेष कुरा त के छ भने उनका श्रीमान भने सङ्गीत क्षेत्रमा आबद्ध रहेका छैनन्। रेणुकाले यस विषयमा खुलासा गर्दै भनिन्, उहाँ सङ्गीत क्षेत्रमा हुनुहुन्न, तर मेरो पेसाको गहिरो सम्मान गर्नुहुन्छ र सधैँ साथ दिनुहुन्छ। यही समझदारीले हाम्रो सम्बन्ध अझ बलियो भएको हो र सधैँ भइरहनेछ। रेणुका भट्टराईको गायन शैली, सरल स्वभाव र दर्शकसँगको प्रत्यक्ष संवादले उनलाई निकै लोकप्रिय बनाएको छ। विशेष गरी स्टेज कार्यक्रम, लाइभ दोहोरी र युट्युब मार्फत उनले लाखौँ दर्शक श्रोताको मन जितेको पाइन्छ। उनको मुसुक्क हाँस्ने स्वभावले नै दर्शकको मन जित्ने गरेको छ। अहिले भने उनको विवाहको खबरले उनका शुभचिन्तकहरूबीच खुसीको माहौल छाएको छ। हाल विवाहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। विवाह समारोहमा धुमधामका साथ पारिवारिक र नजिकका आफन्त, इष्टमित्र, साथीभाइहरूको उपस्थितिमा हुने जनाइएको छ। रेणुकाले विवाहपछि पनि सङ्गीत यात्रालाई निरन्तरता दिने बताउँदै अझ नयाँ जोसका साथ लोकसङ्गीतमा लाग्ने बताएकी छन्। हाम्रो तर्फबाट पनि उनको वैवाहिक जीवन सुखमय र सफल होस्। धेरै धेरै अग्रिम बधाईसँगै शुभकामना।